वाट अ कमब्याक बार्सिलोना, वाट अ कमब्याक। यो हो क्या रियल रेमन्टाडा भनेको। मलाई यहाँ भन्नै मन लागेको एउटा कुरा के भने नि, हुन त त्यो कहाँ च्याम्पियन्स लिगको कुरा, यो कहाँ ला लिगाको कुरा, त्यो कहाँ आर्सेनल, यो कहाँ सेल्टा भिगो। तर पनि मलाई भन्नै मन लागेको कुरा के भने नि, रियल मैड्रिडले 180 मिनट खेलेर पनि देखाउन नसकेको रेमन्टाडा बार्सिलोनाले 90 मिनटमा देखाइदियो। हुन त 8 मिनट एक्स्ट्रा टाइम थपेको समयमा बार्साले पेनाल्टी पायो, तर पनि रियल रेमन्टाडा यो हो क्या। बार्सिलोनाले 3 गोल खायो, त्यो पनि कस्तो क्या। अब हुन त फ्लिकको प्लेइङ स्टाइल डिफेन्सिभ हाई लाइन गराएर खेलाउने हो, तर यही प्लेइङ स्टाइलले गेम बिगार्यो। बाल्डे इन्जोर्ड छ, ऊ आफ्नो पोजिसनमा पर्फेक्ट सेट भइसकेको प्लेयर नहुँदा र उसको ठाउँमा रिप्लेस गर्दा अरू प्लेयरले बाल्डेको ठाउँ फुलफिल गर्नै सकेन। अर्को मेन रिजन भनेको प्लेयरहरूलाई रेस्ट पुगेन। बार्साले गेम खेलेकै दिनबाटको कुरा गर्ने हो भने पनि यो अप्रिल महिनाको 16 दिनमै 6 म्याचेसहरू खेलिसकेको छ बार्सिलोनाले। अनि यस्तो फुल रेस्ट नपाएको बार्साले यत्तिको गेम खेल्छ भने रेस्ट पायो भने के गर्ला? एकचोटि सोचौँ त। प्लेयरहरूलाई रेस्ट नपाएर आउट अफ फोकस भइदिन्छन्, भइरहेकै छन् बेला बेला। हिजोकै गेममा पनि देखियो, प्लेयरहरू मेन्टली र फिजिकल्ली स्ट्रङ र फिट हुन सक्दैनन्, तर विथआउट फुल रेस्ट पनि बार्साले जित्यो। सेल्टा भिगोसँग 3 पोइन्ट खोसेरै छाड्यो। राफिनाले म्यान अफ द म्याच पायो। अब फेरि बार्साको एक हप्तामै 2वटा म्याच, त्यो 2वटा म्याचमा एउटा त एल क्लासिको छ, त्यो पनि कोपा डेल रेको फाइनल।